नमस्कार। गोकुल बुक्सको यो अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु। आज म संसारमा अत्यन्त प्रख्यात, आजसम्म पनि उत्तिकै चर्चित एउटा किताब थिङ्क एन्ड ग्रो रिचको बारेमा केही कुरा गर्न गइरहेको छु। यस पुस्तकका लेखक हुन् नेपोलियन हिल, जो एक अमेरिकी लेखक र सेल्फ हेल्प गुरु थिए। यो पुस्तक सन् 1937 मा प्रकाशित भएको थियो भने यो किताब लेख्नका लागि नेपोलियन हिलले अमेरिकाका 500 भन्दा बढी सफल व्यक्तिहरूसँग अन्तर्वार्ता लिएका थिए, जसमा समावेश थिए एन्ड्रयू कार्नेगी, हेनरी फोर्ड, थोमस एडिसन। यो किताब मुख्य रूपमा धन, सफलता र मानसिकताको शक्तिको बारेमा आधारित छ। आज हामी जीवन बदल्ने सोचको बारेमा कुरा गर्न गइरहेका छौँ। धनी हुनु भनेको के हो? धनी हुनु पैसा मात्रै हो कि धनी हुनु एउटा अवस्था हो, मनको अवस्था? धेरै मानिस जीवनभर काम गर्छन्, दिन रात पसिना बगाउँछन्, तर अन्तिममा भन्छन् जिन्दगीले केही दिएन। तर केही मानिस उस्तै देशमा, उस्तै समाजमा, उस्तै समयभित्र असाधारण सफलता प्राप्त गर्दछन्। किन? यसको उत्तर बाहिर छैन, उत्तर तपाईको सोचभित्र छ। आजको यो श्रव्य यात्रा तपाईलाई बाहिर केही खोज्न सिकाउने छैन। आजको यो यात्रा तपाईभित्र लुकेको शक्तिलाई बिउजने प्रयास हो। शान्त भएर बस्नुहोस्, गहिरो सास लिनुहोस् र मन खोलेर सुन्नुहोस्, किनकि जस्तो तपाईँ सोच्नुहुन्छ त्यस्तै तपाईँ बन्दै जानुहुन्छ। मानिसको सबैभन्दा ठुलो सम्पत्ति के हो? घर, गाडी, पैसा? होइन। मानिसको सबैभन्दा ठुलो सम्पत्ति हो उसको सोच्ने तरिका। सबै उपलब्धि, सबै आविष्कार, सबै साम्राज्य पहिले एउटा सामान्य सोचबाट सुरु भएको थियो। यदि तपाईँ अहिले म साधारण मान्छे हुँ भन्ने सोचमा हुनुहुन्छ भने त्यो सोच नै तपाईलाई साधारण बनाइरहेको हुन्छ। यो किताबले भन्छ तपाईँ जे सोच्नुहुन्छ र जसलाई गहिरो विश्वास गर्नुहुन्छ त्यही तपाईको यथार्थ बन्दछ। ध्यान दिनुहोस्, सोच भनेको बिउ, कर्म भनेको पानी, नतिजा भनेको फल। बिउ बिना फल हुँदैन। नकारात्मक बिउ रोपेर सकारात्मक फल प्राप्त गर्न सकिँदैन। आजबाट आफ्नो सोचप्रति जिम्मेवार बन्न सुरु गर्नुहोस्। सफलता आकस्मिक हुँदैन। सफलता प्रबल चाहनाबाट जन्मिन्छ। चाहना र इच्छा फरक कुरा हो। इच्छा कमजोर हुन्छ, चाहना ज्वाला जस्तै बल्दछ। धनी बन्न चाहनु र धनी बन्न जलेर चाहनु यी दुई फरक कुरा हुन्। यदि तपाईँ साँच्चैकै धनी बन्न चाहनुहुन्छ भने आफैलाई सोध्नुहोस्, म किन धनी बन्न चाहन्छु? पैसाले मेरो जीवनमा के बदल्छ? मेरो परिवारको जीवन कस्तो हुन्छ? म समाजलाई के दिन सक्दछु? जब तपाईको किन बलियो हुन्छ तब कसरी आफै आउँछ। धेरै मानिस असफल हुन्छन् किनकि उनीहरू स्पष्ट चाहना बिना बाँचिरहेका हुन्छन्। आज नै एउटा कागज लिनुहोस्, आफ्नो चाहना लेख्नुहोस्। म कति पैसा चाहन्छु, कहिलेसम्म चाहन्छु, किन चाहन्छु, त्यसको बदलामा म के दिन तयार छु। यसलाई सपना नसम्झनुहोस्, यसलाई निर्देशन सम्झनुहोस्। तपाईले जे सोच्नुहुन्छ तर विश्वास गर्नुहुन्न भने त्यो काम गर्दैन। विश्वास भनेको अन्धो कुरा होइन। विश्वास भनेको आफ्नो सोचमाथिको भरोसा हो। यदि तपाईँ आफ्नै आवाजमाथि विश्वास गर्नुहुन्न भने अरू कसैले गर्ने छैन। तपाईको अवचेतन मन
तपाईँले बारम्बार दोहोऱ्याइरहेका कुराहरूलाई सत्य मान्दछ। त्यसैले आजबाट आफ्नो बोली परिवर्तन गर्नुहोस्। म सक्दिनँ, मेरो भाग्य यस्तो छ नभन्नुहोस्। म सिक्दैछु, म सक्षम बन्दैछु भन्ने गर्नुहोस्। यो अभिनय होइन, यो अभ्यास हो, किनकि विश्वास अभ्यासले बन्दछ। तपाईँ दिनभर जे सोच्नुहुन्छ त्यो अवचेतन मनमा बस्छ र अवचेतन मनले तपाईँको जीवन चलाउँछ। त्यसैले बिहान उठ्ने बित्तिकै र सुत्नु अघि के सोच्नुहुन्छ त्यो अत्यन्तै महत्त्वपूर्ण हुन्छ। राति सुत्नु अघि आफैलाई भन्नुहोस्, म सफल हुँदैछु, म अवसरहरू चिन्न थालेको छु, पैसा मलाई खोज्दै आउँदैछ। यसलाई हल्का नलिनुहोस्। यही अभ्यासले मानिसको जीवन बदलिएको छ। त्यसैले सोच, चाहना, विश्वास र अवचेतन मन यो केवल ज्ञान होइन, यो बिउ हो। अब प्रश्न यो हो कि के तपाईँ यसलाई रोप्नुहुन्छ कि यत्तिकै सुनेर छाड्नुहुन्छ? सोच नै जीवनको सुरुवात हो। प्रबल चाहनाले दिशा दिन्छ, विश्वासले गति दिन्छ, अवचेतन मनले हाम्रो जीवन चलाउँछ। निर्णयको शक्ति, कल्पनाको जादु, योजना र निरन्तर कार्य। किन धेरै मानिस बाटोमै थाक्दछन्? शान्त भएर सुन्नुहोस्, किनकि काम गर्नेहरूका लागि हो यो, सुन्नेहरूका लागि मात्रै होइन जीवन। धेरै मानिस असफल हुन्छन् किनकि उनीहरू निर्णय गर्न डराउँछन्। उनीहरू भन्छन् अहिले होइन, पछि हेरौँला, अर्को वर्ष। तर सफल मानिस छिटो निर्णय गर्दछ र निर्णयमा टिकिरहन्छ। निर्णय नगर्नु पनि एउटा निर्णय नै हो, असफलताको निर्णय। आज आफैलाई सोध्नुहोस् कि म कुन कुरामा अल्झिरहेको छु, म के निर्णय टारिरहेको छु। त्यसैले ध्यान दिनुहोस्, निर्णय पर्फेक्ट हुनु पर्दैन, तर निर्णय दृढ हुनुपर्दछ। गलत निर्णय सच्याउन सकिन्छ, तर निर्णय नै नगरी कुनै पनि बाटो खुल्दैन। आजबाट सानो निर्णयमा ढिला नगर्नुहोस्। सारा संसार पहिले कसैको कल्पना थियो? मोबाइल, हवाईजहाज, इन्टरनेट, युट्युब आदि आदि। यी सबै केवल पहिले सोच थिए। कल्पना दुई प्रकारको हुन्छ, सृजनात्मक कल्पना र प्रेरित कल्पना। जब तपाईँ शान्त भएर बस्नुहुन्छ र मन खोलेर सोच्नुहुन्छ, त्यही बेला सृजनात्मक कल्पना जन्मिन्छ। आज धेरै मानिससँग ज्ञान छ, तर कल्पना छैन। ज्ञान पुरानो हुन्छ, कल्पना नयाँ बनाउँछ। आज राति आँखा बन्द गरेर आफ्नो जीवन कल्पना गर्नुहोस्। तपाईँ कस्तो जीवन बाँचिरहनु भएको छ? तपाईँको दिन कस्तो छ? तपाईँ कसलाई सहयोग गरिरहनु भएको छ? यसलाई सपना नसम्झनुहोस्, यसलाई नक्सा सम्झनुहोस्। धेरै मानिस भन्छन् म धेरै कुरा सोच्दछु तर काम गर्दैनन्। सोच बिना काम अन्धो हुन्छ, काम बिना सोच खोक्रो हुन्छ। सफलता भनेको सोच, योजना र निरन्तर कार्य। यो पर्फेक्ट हुनु पर्दैन, तर चालु हुनु पर्दछ। सानो कदम तर दैनिक रूपमा। 10 घण्टा एक दिन होइन, 1 घण्टा 30 दिन। आजै एउटा सानो काम तयार गर्नुहोस्। आज म के गर्छु, भोलि के गर्छु, यो हप्ता के गर्छु। योजनाहरू बदलिन सक्छन्, तर आदत बदल्नु पर्दछ। सफलता ढोका खोलेर आउँदैन, असफलताको ढोका धेरै पटक ठटाउँछ। धेरै मानिस एक दुई पटक ठोकिएपछि फर्कन्छन्, तर धैर्य भनेको थाकेर पनि अगाडि बढ्नु हो। याद राख्नुहोस्, सबैभन्दा अँध्यारो समय सधैँ बिहानको ठिक अघि हुन्छ। यदि तपाईँ अहिले थाक्नु भएको छ भने त्यो राम्रो सङ्केत हो। त्यसको अर्थ तपाईँ गलत बाटोमा हुनुहुन्न। त्यसैले निर्णयको साहस, कल्पनाको शक्ति, योजना र कार्य, धैर्यको मूल्य, यी जीवनमा हामीले यापन गर्नुपर्ने कुराहरूमा पर्दछन्।
तपाईँ के केवल सुन्नुहुन्छ कि आजैबाट आँट गर्नुहुन्छ? सोचले जीवनको दिशा बनाउँछ, चाहनाले आगो बाल्छ, विश्वासले गति दिन्छ, निर्णयले बाटो खोल्छ, कल्पनाले भविष्य देखाउँछ, योजना र धैर्यले यात्रालाई निरन्तर बनाउँछ, किनकि सबैभन्दा शक्तिशाली समय हो। आज हामी कुरा गर्दैछौँ अवचेतन मनलाई कसरी प्रोग्राम गर्ने, शब्द र भावनाको शक्ति, सङ्गत मास्टर माइन्ड किन जीवन बदल्छ, डर र बहानाले हामीलाई कसरी रोक्छ। शान्त भएर सुन्नुहोस्, किनकि तपाईँ भित्री प्रणालीसँग सिधै संवादमा हुनुहुनेछ। तपाईँको जीवन तपाईँको कन्सियस माइन्डले होइन, सब कन्सियस माइन्डले चलाउँछ। तपाईँ दिनभर केही सोच्नुहुन्छ, तर अवचेतनले त्यसलाई सत्य मान्छ, जसलाई तपाईँ भावनासहित दोहोऱ्याउनुहुन्छ। त्यसैले शब्द मात्र होइन, भावना महत्त्वपूर्ण हुन्छ। यदि तपाईँ भन्छन् म सफल हुनेछु, मभित्र डर छ भने अवचेतनले डरलाई नै मान्दछ। आजबाट आफ्नो अवचेतनसँग सही तरिकाले बोल्न सिक्नुहोस्। बिहान उठ्ने बित्तिकै र सुत्नु अघि 3 मिनेट मन शान्त पार्नुहोस् र बिस्तारै भन्नुहोस्, म योग्य छु, म अवसर चिन्न थालेको छु, म पैसा र सफलता स्वीकार गर्न तयार छु। यो मन्त्र होइन, यो मानसिक तालिम हो। शब्द सस्तो लाग्न सक्दछ, तर शब्दले युद्ध जितेको छ, राज्य बनाएको छ। तपाईँ दिनभर आफैसँग के बोल्नुहुन्छ? मेरो भाग्य यस्तै हो, म ढिलो छु, मसँग सम्भावनाहरू छैनन्। यी शब्दहरू तपाईँले आफैलाई हामी भनेर तोडिरहेका छन्। सफल मानिस आफ्नो शब्द छान्दछ। आजबाट आफ्नो शब्द बदल्नुहोस्। म सिक्दैछु, म प्रक्रियामा छु र मेरो समय आइरहेको छ। शब्दले भावना बनाउँछ, भावनाले निर्णय बनाउँछ र निर्णयले जीवन। एक्लै ठुला सपना भारी हुन्छन्, तर सही सङ्गतले सपना सजिलो बनाउँछ। मास्टरमाइन्ड भनेको केवल मानिसको समूह होइन, यो सोचको मिलन हो। यदि तपाईँ नकारात्मक मानिससँग बस्नुहुन्छ भने तपाईँको सोच सानो हुन्छ। यदि तपाईँ अगाडि बढ्ने मानिससँग बस्नुहुन्छ भने तपाईँको सोच फैलिन्छ। आज आफैलाई सोध्नुहोस्, म कसको सङ्गतमा छु, म कसको कुरा सुन्दछु, मसँग कसका सपना बाँड्ने साहस छ। यदि वरिपरि सही मानिस छैनन् भने किताबलाई सङ्गत बनाउनुहोस्, अडियोलाई साथी बनाउनुहोस्, शिक्षालाई गुरु बनाउनुहोस्। एक दिन मानिसहरू आफै आउनेछन् तपाईँलाई भेट्नका लागि। डर देखिँदैन, तर डरले मानिसलाई जगडेर राख्दछ। डरका 6 मुख्य रूप हुन्छन्: गरिबीको डर, आलोचनाको डर, असफलताको डर, रोगको डर, बुढौलीको डर, मृत्युको डर। यी डर हामीलाई बहाना दिन्छन्। अहिले समय छैन, परिवारको जिम्मेवारी छ, बजार ठिक छैन। सत्य के हो भने डरले बहाना बनाउँछ, साहसले बाटो बनाउँछ। डर हटाउन डरसँग लड्नु पर्दैन, डरभन्दा ठुलो कार्य गर्नुपर्दछ। सानो कदम, तर आजै। हामीले के सिक्दछौँ भने अवचेतन मनलाई कसरी दिशा दिने, शब्द र भावनाको शक्ति, सङ्गत किन भाग्य बन्छ, डर र बहानाको वास्तविक रूप। अब हामी बाहिर बसेर दोष दिन सक्दैनन्, किनकि चाबी हाम्रै हातमा हुनेछ, हाम्रो जिन्दगीको। सोच र चाहनाको शक्ति, विश्वास, निर्णय र कल्पना, योजना, धैर्य र निरन्तरता, अवचेतन, शब्द, सङ्गत र डर। यो भागमा हामी पढ्दैछौँ भित्रको ऊर्जा कसरी रूपान्तरण गर्ने, समय र आदतलाई कसरी प्रयोग गर्ने, जीवनभर लागू हुने सूत्रहरू के हुन् र तपाईँले के गर्नुपर्दछ। शान्त भएर सुन्नुहोस्, किनकि यो सुन्ने मात्रै होइन, निर्णय गर्ने भाग हो। यो विषयलाई धेरैले गलत बुझ्दछन्। सृजनात्मक ऊर्जा भन्ने विषय, सेक्सुअल एनर्जी ट्रान्समिसन।
यो विषयलाई धेरैले गलत बुझ्दछन्, तर यो किताबको सबैभन्दा शक्तिशाली अध्याय हो। सृजनात्मक ऊर्जा, सेक्सुअल इनर्जी ट्रान्सम्युटेसन। यो विषयलाई धेरैले गलत सम्झ्दछन्, तर यो किताबको सबैभन्दा शक्तिशाली अध्याय यही हो। सृजनात्मक ऊर्जा भनेको केवल शारीरिक कुरा होइन, यो जीवन ऊर्जा हो। यही ऊर्जा कलाकारलाई चित्र बनाउन लगाउँछ, यही ऊर्जा उद्यमीलाई जोखिम लिन लगाउँछ, यही ऊर्जा नेतालाई परिवर्तन ल्याउन प्रेरित गर्दछ। धेरै मानिस यो ऊर्जा अनियन्त्रित रूपमा खर्च गर्दछन्, त्यसैले थाक्दछन्, रिक्त महसुस गर्दछन्। सफल मानिस यो ऊर्जा लिएर उद्देश्यतर्फ अगाडि बढ्दछ। जब तपाईमा जोश, चाहना, आवेग आउँछ, त्यो समय सृजनात्मक काम गर्नुहोस्। लेख्नुहोस्, सोच्नुहोस्, योजना बनाउनुहोस्, केही नयाँ सुरु गर्नुहोस्। ऊर्जा दबाउनु पर्दैन, किनकि ऊर्जालाई दिशा दिनुपर्दछ। सबैसँग 24 घण्टा नै हुन्छ, तर फरक के हो? सफल मानिस समय प्रयोग गर्दछ, असफल मानिस समयलाई मार्दछ। दिनको केवल 1 घण्टा आफ्नो सपनाका लागि छुट्याउनुहोस्। त्यो घण्टा मोबाइलबाट टाढा, नकारात्मक समाचारहरूबाट टाढा, बाहनाहरूबाट टाढा। सानो आदत तर दैनिक। याद राख्नुहोस्, जीवन एक दिनमा बदलिँदैन, तर जीवन दैनिक आदतले बदलिन्छ। आजको एउटा सानो काम भोलिको ठूलो परिणाम बनेर आउँदछ। सबै कुरा यसरी जोडेका छन् नेपोलियन हिलले यो किताबमा कि थिङ्क एन्ड ग्रो रिच भन्ने किताबको यो अन्तिम सूत्र पनि भन्न सकिन्छ। 1. स्पष्ट चाहना, 2. दृढ विश्वास, 3. निश्चित योजना, 4. निरन्तर कार्य, 5. सकारात्मक सङ्गत, 6. अवचेतनको सही प्रयोग, 7. धैर्य र अनुशासन। यी मध्ये एउटा छुट्यो भने नतिजा कमजोर हुन्छ, तर सबै मिल्यो भने परिस्थिति हार्दछ, समय झुक्दछ, भाग्य बदलिनेछ। यो कुनै जादु होइन, यो मानसिक विज्ञान हो। हजारौं मानिसले यही सूत्र प्रयोग गरेर आफ्नो जीवन बदलेका छन्। अब प्रश्न, के तपाईँ पनि त्यही समूहमा पर्न चाहनुहुन्छ? अब केही क्षण शान्त भएर बस्नुहोस्, आँखा बन्द गर्नुहोस्, गहिरो सास लिनुहोस्, आफैलाई सोध्नुहोस्, म केबाट भागिरहेको छु? म के निर्णय टारिरहेको छु? म साँच्चीकै के चाहन्छु? र अब आफैसँग इमानदार वाचा गर्नुहोस्, म अब बहाना बनाउँदिन, म सानो कदम आजै चाल्दछु, म आफ्नो जीवनको जिम्मा आफै लिन्छु। यो वाचा मसँग होइन, यो वाचा आफैसँग हो। यदि तपाईँले धैर्यले यो कुराहरू सुन्नुभएको छ भने अब तपाईँ उही व्यक्ति हुनुहुन्न जो सुरुमा हुनुहुन्थ्यो। अब तपाईँलाई दोष दिन मन लाग्दैन, अब तपाईँलाई डरभन्दा ठुलो सपना देखिन थाल्दछ। याद राख्नुहोस्, संसार बदल्नेहरू पहिले आफ्नो सोच बदल्छन्। आज त्यही दिन हुनसक्छ जुन दिन तपाईँले आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्नुभयो। धन्यवाद यो यात्रा सुनिदिनु भएकोमा। यदि यो श्रव्य मार्गदर्शनले तपाईँको मन छोयो भने यसलाई अरू कसैसँग बाँड्नुहोस्, किनकि सफलता बाँड्दा झन बढ्दछ। धन्यवाद, नमस्कार।